तपाईँ भएर यो नेफाउँछ क्या अहिलेसम्म चेक क्या मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई डाँटी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो बानी उसले एक दिन चुरोट सरकारी सोधे ओइ खेल्ने मैले पनि जाने सको छैन मान्ने दिन बित्दै गयो अनि लाग्यो त्यसको पानी बिस्तारै कुलतमा पसियो जानी नजानी गाजा अनि रोटी चामल र पानी यो पछि त्यो पछि त्यो दामी झ्याप नभइदिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रह्यौँ हामी नहोला सँगै आज तर तेरो यो सम्झना मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर तेरो यो सम्झना मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले यसरी कतिलाई